उहाँले अस्ति पनि भन्नुभयो उहाँले यो क्षेत्र छोडेको होइन, एउटा कुनै मिसन लिएर उहाँ तराई जानु भएको छ र तपाईहरु सबैलाई साक्षी राखेर म श्रद्धेय सभापतिले भन्न चाहन्छु यो क्षेत्र अयोध्या हो, राम मिसनमा जानु भएको छ। म भरतको रूपमा 4 वा 5 वर्ष यो क्षेत्रलाई सम्हाल्छु र म त्यसरी हिँड्दै गर्दा म 70 सालदेखि हिँड्दै गर्दाखेरि मैले कहीँ गाईबुई सुन्थेँ घरदैलोमा पनि यो हाम्रो केटाले भोलि गएर यो देश सम्हाल्छ भनेको म सुन्थेँ। त्यो कालान्तरमा हाम्रो क्षेत्रको एउटा साझा सपना बन्न पुग्यो, हामी सबैको सपना बन्न पुग्यो कि हाम्रो श्रद्धेय सभापतिले एक दिन यो देश हाँकेको हामीलाई हेर्न मन थियो र त्यो प्रधानमन्त्री बन्ने जुन हाम्रो सपना थियो, हाम्रो साझा सपना थियो, त्यो सपनाबाट हामी मात्र एक कदम टाढा छौँ र अब आउने प्रतिनिधि सभाको चुनावमा विजय भएर म प्रतिनिधि सभा छिर्दै गर्दा गगन थापालाई, यस क्षेत्रका हाम्रा शान, हाम्रा नेतालाई यो देशको प्रधानमन्त्री बनाउने हाम्रो महाअभियानको सबैभन्दा दरिलो पिलरको रूपमा म उभिएको छु। तर त्यति मात्र होइन, म अर्को एउटा कुरा पनि गर्वले भन्न चाहन्छु। 2064 लाई मानक मानेर अहिलेसम्म हेरौँ, काठमाडौँ क्षेत्र नम्बर 4 ले यो देशलाई सबैभन्दा सक्षम, सबैभन्दा अब्बल सांसद दिएको छ। त्यो कुरामा पनि म गर्व गर्छु र मैले यहाँबाट जितेर जाँदै गर्दा 1 नम्बर अब्बल सांसद यही क्षेत्रले दिएको छ। तपाईहरुलाई म यति भरोसा दिलाउन चाहन्छु यो 33 वर्षको ठिटो 2 नम्बरको अब्बल सांसद पक्कै हुनेछ। मेरा केही एजेन्डाहरू छन्, म यस क्षेत्रमा घुमेको छु र यो मेरै क्षेत्र भएको कारणले यो क्षेत्रको भौतिक निर्माण, भौतिक विकासको बारेमा म पर्याप्त रूपमा त्यो बारेमा मैले छलफल गरेको छु, त्यसमा मैले अध्ययन गरेको छु र एकदम हिजो म हाम्रो विपक्षी पार्टीका केही साथीहरूसँग पनि थिएँ, उहाँहरू नै खुलेर भन्नुहुन्छ कि क्षेत्र नम्बर 4 मा भौतिक निर्माणमा व्यापक काम भएको छ, विशेष गरी सडक निर्माण, खानेपानी, ढल लगायतका कुराहरूमा व्यापक विकास भएको छ। यसमा सबैले गगन दाइलाई धन्यवाद दिने कुरा स्वाभाविक नै रह्यो। बाँकी रहेका काम म गर्छु। 148 वटा ठुला योजना हामीले पुरा गरेका रहेछौँ, 230 वटा पाइपलाइनमा रहेछन्, बाँकी भएको काम पनि म गर्छु। केही ठाउँमा खानेपानीका समस्या छन्, यो चुनावले गर्दा बजेट तानिएको रहेछ, ती यावत कुरामा म एकदमै सिरियसली गम्भीरतापूर्वक लाग्नेछु र विकास निर्माणको काममा मेरो ध्यान पक्कै पनि रहनेछ। अनि त्यो पछि मैले जति पनि म ठाउँमा जान्छु, धेरै अग्रजहरूबाट म सुन्छु हाम्रो छोराछोरीलाई जति गरे पनि नेपालमा राख्न सकिएन, यी देशमा राख्न सकिएन। अब यो जति गफ दिए पनि हामीले भावनाको खेती गरेको धेरै देखेका छौँ, तर हामीले यदि रोजगारीको अवसर सृजना नगर्ने हो भने, युवाहरूलाई उद्यमशीलताको यो लहरमा नजोड्ने हो भने युवाहरू नेपालमा बस्नेवाला छैनन्। त्यो एकदमै सत्य कुरा हो, त्यसलाई काट्न सकिँदैन। त्यसै कारणले म मेरो क्षेत्रमा युवा रोजगारीमा विशेष काम गर्नेछु, अपस्किलिङमा, युवाको सिप विकासमा पनि म व्यापक काम गर्नेछु। म हिजै पनि मेरो अस्ट्रेलियाको केही साथीहरूसँग बसेको थिएँ, यो जब रेडी कोर्सेसहरू हुन्छ 3 महिना 4 महिनाको, विशेष गरी आइटी क्षेत्रमा म त्यस्ता कार्यक्रमहरू हरेक इकाइमा लिएर आउनेछु, हरेक वडामा लिएर आउनेछु र सकेसम्म रोजगारी नपाएर विदेश जानुपर्ने अवस्था नआओस् भन्ने कुरामा म एकदमै मेहनत गरेर काम गर्नेछु।